डिजिटल सोल्युसनले तयार गरेको यो दोस्रो एआई जानकारी सत्रमा सबैलाई स्वागत छ। यो नेपाली भाषामा तयार पारिएको पहिलो जानकारी सिरिज हो है। नमस्कार, स्वागत छ। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, नेपालको सामाजिक सुरक्षा कोष मतलब एसएसएफ हो। नमस्कार। एसएसएफले नेपाली श्रमिकहरूका लागि के कस्ता व्यवस्थाहरू ल्याएको छ र त्यसबाट के फाइदा हुन्छ भन्ने बारे अलिक गहिरिएर हेर्नेछौँ आज। हाम्रो छलफल चाहिँ मुख्य गरी कोषले जारी गरेका विभिन्न कार्यविधिहरूमा आधारित हुनेछ, जस्तो औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र अनि स्वरोजगार, वैदेशिक रोजगार सबैलाई समेट्ने गरी। ठिक हो। र हाम्रो उद्देश्य पनि एकदम स्पष्ट छ। कोषका योजनाहरू के हुन्, कसरी जोडिने, कति पैसा जम्मा गर्नुपर्छ अनि मुख्य फाइदाहरू के छन्, त्यो सबैलाई सरल भाषामा बुझाउने। त्यसो भए सुरु गरौँ न त। कोषमा आबद्ध हुन को योग्य हुन्छन् त? सुन्दा त दायरा निकै फराकिलो छ जस्तो लाग्छ। एकदमै फराकिलो छ। यसमा हेर्नुस्, तलब वा ज्यालामा काम गर्ने औपचारिक क्षेत्रका श्रमिकहरू पर्नुभयो। जस्तो कम्पनीमा काम गर्नेहरू। हो। अनि दैनिक ज्यालादारी गर्ने मतलब अनौपचारिक क्षेत्रका श्रमिकहरू पनि, जस्तो निर्माण क्षेत्रका मजदुरहरू हो, उहाँहरू पनि। अनि आफ्नै व्यवसाय गर्ने स्वरोजगार व्यक्तिहरू, पसल गर्ने, सानोतिनो उद्यम गर्नेहरू पनि। बिल्कुल। र अझ महत्त्वपूर्ण, वैदेशिक रोजगारमा जानुभएका श्रमिकहरू, विदेशमा काम गर्ने नेपालीहरू हो। र विदेशमै आफ्नै काम गर्ने मतलब स्वरोजगार रहेका नेपाली नागरिकहरू पनि यसमा सामेल हुन सक्छन्। दायरा साँच्चै नै ठूलो बनाइएको छ। एउटा कुरा मैले सुनेको थिएँ, वैदेशिक रोजगारीमा जानेहरूका लागि त श्रम स्वीकृति लिँदा नै कोषमा दर्ता हुनु अनिवार्य छ रे। हो, त्यो व्यवस्था गरिएको छ। भर्खरै विदेश जानेहरूले श्रम स्वीकृति लिने बेलामै यो प्रक्रिया पूरा गर्नुपर्छ। अनि जो पहिलेदेखि नै विदेशमा हुनुहुन्छ उहाँहरूले चाहिँ के गर्ने नि? उहाँहरूलाई पनि सजिलो छ। उहाँहरूले अनलाइनबाटै कोषको वेबसाइट मार्फत आवेदन दिएर सामेल हुन सक्नुहुन्छ। प्रक्रिया त्यति झन्झटिलो छैन। अनलाइनबाटै मिल्ने, त्यो त राम्रो भयो। के चाहिन्छ त कागजातहरू सूचीकृत हुन? नागरिकता वा राहदानी अनि श्रम स्वीकृति यदि वैदेशिक रोजगारमा हुनुहुन्छ भने, वा स्वरोजगार हो भने त्यसको केही प्रमाण। अनि भिसा पनि चाहिने होला विदेशमा हुनेलाई? हो, भिसाको प्रतिलिपि पनि आवश्यक पर्न सक्छ। यी कागजातहरू बुझाएपछि सूचीकृत भइन्छ अनि एउटा सामाजिक सुरक्षा नम्बर या परिचय पत्र जस्तो पाइन्छ। ठिक छ। अब आबद्धताको कुरा त बुझियो, तर कति रकम जम्मा गर्नुपर्छ त? योगदानको कुरा गरौँ न। ल, योगदानको कुरा गर्दा वैदेशिक रोजगारमा जाने वा विदेशमा स्वरोजगार हुनेहरूको लागि नेपाल सरकारले तोकेको जुन न्यूनतम आधारभूत पारिश्रमिक छ नि, त्यो बेला बेलामा तोकिन्छ होइन? हो, त्यसको कम्तीमा 21.33% रकम मासिक रूपमा जम्मा गर्नुपर्छ। कम्तीमा 21.33%? बढी जम्मा गर्न नि मिल्छ? मिल्छ। न्यूनतम त्यो भयो। कसैले चाहनुभयो भने त्यो न्यूनतम आधारभूत पारिश्रमिकको 3 गुणासम्मको रकम बराबरको योगदान गर्न सक्नुहुन्छ। मतलब बढी जम्मा गर्दा पछि फाइदा पनि बढी हुन्छ। बुझे। यो त भयो विदेशमा हुनेहरूको कुरा। नेपालभित्रै औपचारिक क्षेत्रमा काम गर्नेहरूको चाहिँ कस्तो छ हिसाब? औपचारिक क्षेत्रमा अलिक फरक छ। श्रमिकको आधारभूत तलबबाट 11% काटिन्छ। आफ्नै तलबबाट 11%? हो। अनि त्यसमा रोजगारदाताले मतलब कम्पनीले 20% थपिदिन्छ। ओहो, 20%? त्यो त धेरै हो त। हो, रोजगारदाताले थप्ने भएकोले यहाँ रकम बढी देखिन्छ। यसरी श्रमिकको 11% र रोजगारदाताको 20% गरेर जम्मा 31% रकम कोषमा जान्छ। भनेपछि औपचारिक क्षेत्रमा चाहिँ श्रमिक र रोजगारदाता दुवैको योगदान रहने भयो। कुल 31%। एकदम सही। ल, अब यो जम्मा भएको पैसा कहाँ जान्छ त? मतलब यसबाट के कस्ता सुविधाहरू या सुरक्षाहरू पाइन्छन्? स्वास्थ्य उपचारबाटै सुरु गरौँ न त। हुन्छ। कोषमा विभिन्न सुरक्षा योजनाहरू छन्। पहिलो महत्त्वपूर्ण योजना भनेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना हो। यसमा के पर्छ? यसमा मुख्य गरी नेपालभित्र उपचार गराउँदा लाग्ने खर्चहरू पर्छन्। जस्तो अस्पताल भर्ना हुनु पर्यो भने वार्षिक 1 लाख रुपियाँसम्मको उपचार खर्च पाइन्छ। 1 लाखसम्म? अनि अस्पताल भर्ना नभइकन ओपीडीमा देखाउँदा नि, अस्पताल भर्ना नभई बहिरङ्ग उपचार मतलब ओपीडीमा देखाउँदा औषधि गर्दा वार्षिक 25,000 सम्मको खर्च पाइन्छ। यो त सामान्य उपचार भयो। गम्भीर खालका रोग लाग्यो भने नि? त्यसको लागि पनि व्यवस्था छ। कोषले तोकेका केही घातक रोगहरू छन्, जस्तै क्यान्सर, मुटु रोग, मृगौला फेल आदि। यस्ता रोगहरूको उपचारका लागि 10 लाख रुपियाँसम्मको विशेष सुविधा छ। 10 लाख? त्यो त ठूलो राहत भयो। अनि मातृत्व सुरक्षा पनि भन्नुभयो?
त्यसमा के छ? हो, मातृत्व सुरक्षा अन्तर्गत गर्भवती जाँच, सुत्केरी हुँदाको खर्च अनि शिशु जन्मेपछि स्याहारका लागि पनि एकमुष्ट रकम पाइन्छ। ए, कति पाइन्छ शिशु स्याहार खर्च? योगदानकर्ता महिला वा पुरुष योगदानकर्ताको पत्नी सुत्केरी भएमा प्रति शिशु 1 महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम पाइन्छ। यो सबै उपचार खर्चमा के आफैले पनि बेहोर्नुपर्छ कि पुरै कोषले दिन्छ? सामान्यतया धेरैजसो उपचार खर्चको 80% कोषले बेहोर्छ र 20% चाहिँ योगदानकर्ता आफैले बेहोर्नु पर्ने हुन्छ। तर यो नियम सबैमा ठ्याक्कै एउटै नहुन सक्छ। योजना अनुसार अलिअलि फरक पर्न सक्छ। बुझियो। स्वास्थ्य सुरक्षाको कुरा त राम्रै रहेछ, तर जीवनमा कहिलेकाहीँ दुर्घटनाहरू पनि त हुन्छन् नि। काम गर्दा वा अन्य कारणले चोटपटक लाग्ने, अङ्गभङ्ग हुने भयो भने के हुन्छ? त्यसको लागि पनि बलियो व्यवस्था छ, दुर्घटना तथा अशक्तता सुरक्षा योजना। ए, यसमा के कस्तो सुरक्षा मिल्छ? कुनै पनि प्रकारको दुर्घटना कामसँग सम्बन्धित होस् वा नहोस्, त्यसबाट चोटपटक लागेर उपचार गर्नु पर्यो भने नेपालभित्र उपचार गर्दा 7 लाख रुपियाँसम्मको खर्च पाइन्छ। 7 लाखसम्म? यो कामसँग सम्बन्धित नभए पनि पाइने भयो? हो, जुनसुकै दुर्घटनामा। तर यदि दुर्घटना कामकै सिलसिलामा भएको हो, मतलब रोजगारी जन्य दुर्घटना हो भने चाहिँ उपचार खर्चको कुनै सीमा हुँदैन। जति खर्च लाग्छ त्यो सबै कोषले बेहोर्छ। ओहो, त्यो त झन् राम्रो भयो। काममा खटिदा हुने जोखिमको लागि त पूर्ण सुरक्षा रहेछ। एकदम। अनि दुर्घटनाले गर्दा यदि अस्थायी रूपमा काम गर्न नसक्ने अवस्था आयो, मतलब टेम्पोररी टोटल डिसेबलमेन्ट भयो भने, ए, केही समयको लागि कामै गर्न नसक्ने? हो, त्यस्तो बेलामा निको नहुन्जेलसम्म योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको 60% का दरले मासिक भत्ता पाइन्छ। तलबको 60% मासिक भत्ता कतिसम्म? जबसम्म उहाँ काममा फर्कन सक्नुहुन्न तबसम्म। अनि यदि दुर्घटनाले स्थायी रूपमै असर गर्यो भने, जस्तो कुनै अङ्ग गुमाउनु पर्यो वा स्थायी अपाङ्गता भयो भने? त्यस्तो स्थायी अशक्तता पर्मानेन्ट डिसेबिलिटीको अवस्थामा चाहिँ अशक्तता कति प्रतिशत भएको छ त्यसको आधारमा हिसाब गरेर आजीवन निवृत्ति भरण मतलब पेन्सन पाइन्छ। आजीवन पेन्सन कति पाइन्छ? त्यो अशक्तताको गम्भीरता हेरेर निर्धारण हुन्छ। तर यदि दुर्घटनाले गर्दा स्थायी रूपमा पूर्ण अशक्तता भयो, मतलब काम गर्नै नसक्ने अवस्था आयो भने चाहिँ उहाँको अन्तिम आधारभूत पारिश्रमिकको 60% का दरले आजीवन पेन्सन पाइन्छ। 60% आजीवन, यो त ठूलो सुरक्षा भयो त। दुर्घटना र अशक्तताको जोखिमलाई यसले धेरै हदसम्म कम गर्ने भयो। हो नि, यो योजनाले श्रमिकलाई शारीरिक र आर्थिक दुवै रूपमा ठूलो आड दिन्छ। अब अलि दुःखद कुरा गरौं। यदि दुर्भाग्यवश योगदानकर्ताको कुनै कारणले निधन भयो भने उहाँमा आश्रित परिवारको के हुन्छ? उनीहरूलाई केही राहत मिल्छ? योजना यसले योगदानकर्ता नरहे पनि उहाँको परिवारलाई आर्थिक रूपमा विचल्ली हुनबाट जोगाउँछ। के कस्तो व्यवस्था छ यसमा? यदि योगदानकर्ताको मृत्यु भएमा उहाँको पति वा पत्नीले आजीवन निवृत्ति भरण पाउनुहुन्छ। आजीवन कति रकम? योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको 60% बराबरको रकम मासिक रूपमा आजीवन पेन्सन पाइन्छ। तर यदि पति पत्नीले अर्को विवाह गर्नुभयो भने चाहिँ यो सुविधा रोकिन्छ। ए, बुझे। अनि छोराछोरी छन् भने उनीहरूको लागि नि? योगदानकर्ताका 18 वर्ष नपुगेका सन्ततिहरू छन् भने उनीहरूले शैक्षिक वृत्ति पाउँछन्। ए, पढाइ खर्चको लागि? हो, योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको 40% रकम बराबर हुन आउने पैसा जतिजना सन्तति छन् उनीहरूलाई दामासाहीले बाँडिन्छ। यो रकम 18 वर्ष नपुग्दासम्म पाइन्छ। 18 वर्षसम्म पढ्दैछ भने अलि बढी उमेरसम्म पनि पाइन्छ कि? हो, यदि निरन्तर रूपमा अध्ययन गरिरहेको छ भने 21 वर्षको उमेरसम्म पनि यो शैक्षिक वृत्ति पाउन सकिन्छ। यो त धेरै राम्रो व्यवस्था रहेछ। छोराछोरीको पढाइ नरोकिने भयो। एकदम। यसले गर्दा अभिभावक गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन पाउँदैन। अरू कोही परिवारको सदस्यले पनि पाउँछन् कि, जस्तो बाबुआमा? पाउँछन्। यदि योगदानकर्ताको पति पत्नी वा छोराछोरी कोही पनि छैनन् तर उहाँमा आश्रित बाबुआमा हुनुहुन्छ भने उहाँहरूले पनि निश्चित मापदण्ड पूरा गरेमा पेन्सन पाउन सक्नुहुन्छ। सामान्यतया यो रकम पनि 60% नै हुन्छ, तर दुवैजना हुनुहुन्छ भने दामासाहीले बाँडिन्छ। सबै अवस्थालाई सोचेको रहेछ कोषले।
अनि निधन हुँदा काजक्रिया खर्चको लागि पनि केही व्यवस्था छ कि? छ। योगदानकर्ताको मृत्यु भएमा अन्तिम संस्कार खर्च भनेर एकमुष्ट 25,000 रुपियाँ तुरन्तै उपलब्ध गराइन्छ। 25,000? ए, त्यो तत्कालको गर्जो टार्न सहयोगी हुने भयो। हो, यो पनि महत्त्वपूर्ण छ। यी त भए जीवनमा आइपर्ने विभिन्न घटनाहरूका लागि सुरक्षाहरू। अब मान्छे काम गर्दै जाँदा बुढो पनि त हुन्छ, वृद्धावस्थामा पुगेपछि के हुन्छ नि? त्यसको लागि केही छ? अवश्य छ। सबैभन्दा महत्त्वपूर्ण योजनाहरूमध्ये एक हो वृद्धावस्था सुरक्षा योजना। ए, यसले चाहिँ के गर्छ? यस अन्तर्गत योगदानकर्ताले नियमित रूपमा जुन योगदान रकम जम्मा गर्नुभएको हुन्छ त्यो र कोषले त्यसबाट कमाएको प्रतिफल मतलब ब्याज वा मुनाफा सबै जोडेर एउटा राम्रो रकम जम्मा भएको हुन्छ। ए, आफ्नो पैसा र त्यसको ब्याज? हो। अनि योगदानकर्ता 60 वर्षको उमेर पुग्नु भएपछि त्यो जम्मा भएको कुल रकमको आधारमा उहाँले कि त आजीवन मासिक निवृत्ति भरण मतलब पेन्सन लिन सक्नुहुन्छ। 60 वर्ष पुगेपछि पेन्सन? हो, आजीवन पेन्सन। वा यदि उहाँले चाहनुभयो भने त्यो जम्मा भएको सबै रकम र प्रतिफल एकमुष्ट रूपमा पनि लिन सक्नुहुन्छ। ए, एकमुष्ट लिने विकल्प पनि छ? छ। तर सामान्यतया पेन्सन नै लिनु दीर्घकालीन सुरक्षाका लागि राम्रो मानिन्छ। यसले गर्दा उमेर ढल्केपछि पनि नियमित आय स्रोत भइरहन्छ। यसमा अवकाश हुँदा जम्मा भएको रकम फिर्ता दिने अवकाश योजना पनि छ। यो त एकदमै राम्रो भयो। काम गर्न नसक्ने उमेरमा पनि आर्थिक रूपमा कसैको भर पर्नु परेन। हो नि, यो योजनाको मुख्य उद्देश्य नै त्यही हो। अघि वैदेशिक रोजगारीमा हुनेहरूको कुरा गर्दा उहाँहरूलाई योगदान गर्दा केही छुटहरू पनि छ भनिन्छ नि? हो, केही प्रोत्साहनहरू छन्। जस्तो यदि कसैले 6 महिनाभन्दा बढी अवधिको योगदान रकम अग्रिम रूपमै एकैपटक जम्मा गर्नुभयो भने उहाँले जम्मा गरेको रकममा 10% सम्म छुट पाउन सक्नुहुन्छ। ए, पहिले नै तिर्दा 10% छुट? हो। अनि अर्को एउटा पनि छ। विदेशबाट यदि निश्चित रकम ब्याङ्किङ च्यानल या रेमिट्यान्स कम्पनी मार्फत नेपाल पठाएको प्रमाण पेश गर्नुभयो भने योगदान गर्नुपर्ने रकममा 20% सम्म छुट पाइन्छ। ओहो, 20%? त्यो त निकै राम्रो प्रोत्साहन भयो त। यसले त वैधानिक माध्यमबाट पैसा पठाउन पनि प्रेरित गर्ने भयो। हो, यसको उद्देश्य त्यो पनि हो, रेमिट्यान्सलाई औपचारिक माध्यममा ल्याउने र योगदानकर्तालाई पनि फाइदा दिने। यी मुख्य सुरक्षा योजनाहरू बाहेक अरू केही सुविधाहरू पनि छन् कि? जस्तो घर बनाउन वा छोराछोरी पढाउन पैसा चाहियो भने कोषबाट केही सहयोग मिल्छ? मिल्छ। कोषले योगदानकर्ताहरूलाई केही विशेष सापटी वा कर्जा सुविधाहरू पनि दिएको छ, तर त्यसका लागि केही शर्तहरू पूरा गर्नुपर्छ। कस्तो शर्त? कति योगदान गरेपछि पाइन्छ? सामान्यतः कम्तीमा 36 महिना मतलब 3 वर्ष नियमित योगदान गरेको हुनुपर्छ। ए, 3 वर्ष योगदान गरेपछि के कस्ता कर्जा पाइन्छ त? योगदानकर्ताले घर बनाउन वा किन्नका लागि घर कर्जा, सन्तानको उच्च शिक्षाका लागि शैक्षिक कर्जा अनि कहिलेकाहीँ सामाजिक कार्य वा विशेष आवश्यकता पर्दा विशेष सापटी जस्ता सुविधाहरू लिन सक्छन्। यी कर्जाको ब्याज दर कस्तो हुन्छ? बाहिर ब्याङ्कहरू भन्दा सस्तो हुन्छ कि? सामान्यतया कोषले लिने ब्याज दर बजारको भन्दा प्रतिस्पर्धी र केही सहुलियतपूर्ण नै हुन्छ, तर यो कोषले समय समयमा निर्धारण गरे अनुसार फरक पर्न सक्छ। यो त थप फाइदा भयो। सुरक्षा मात्र होइन, आवश्यक पर्दा आर्थिक सहायता पनि पाइने रहेछ। हो, तर यी कर्जा सुविधाहरू लिनका लागि निश्चित नियम र प्रक्रियाहरू छन्, त्यो चाहिँ पूरा गर्नुपर्छ।